welcome to another vlog. Today, me and my friends were going to Chitwan to attend Samiksa's wedding. I'm almost ready नै भइसके. My friends are on the way, so let's go. Finally, झन् 2 घण्टा वेट गरेपछि बल्ल बल्ल मेरो साथीहरु आइपुग्यो. मैले ढिला गरेको हैन. सायद I'm the only one. 最终找到人吧，我不进去补。 ढिलो यसले गरेको हो. यसलाई देखाइदिन्छु. त्यसको गाडी ल्याउने मान्छेले ढिलो गर्यो. गाडी हामीले एउटा हेरेको थियो ल्याइदियो अर्को. गाइस हामी चाहिँ धार्केको बाटो गइरहेको हो अनि हामी कतातिर आइपुग्यो. एकछिन वाशरुम ब्रेक, खाजा खाने ब्रेक. के खाँदैछौ तिमी? रक्षा मलाई त नखिच्या म त यो हालिदिन्छु म त. ल अब हामी चाहिँ ब्रेकफास्ट खाएर ल पखन त स्न्याक्स लिएर निस्क्यौँ. अरे धेरै कफी लिनु. गरेर लाने कि एउटा आइतल म भए मेरो भिडियो खिच्छ. काउली बुढी काउली किन्नुस् काउली किन्नुहोस् 10 रुपियाँ केजी. हेर्नै भएको छैन होला. त्यही पनि त हो. ओइ ज्याकेट ल्यायो है? ओइ पानी राख्ने त छैन क्या हो. पानी राख्ने ऊ निकाल्दैन एउटा. अब लाग्यो हामी फेरि बियर खाने पार्टीहरू चाहिँ यो दुईटा हो. म बियर खान्न, उता ड्राइभर भइहाल्यो. हामी चाहिँ मलेको आइपुग्यो. अब एकछिन यिनीहरू माछा खाने भनेर एकछिन ब्रेक, वासरुम ब्रेक, माछा खाने ब्रेक अनि फेरि त्यतै हो. त्यता पनि छ. त्यसको किनारमा बसेर हामीले चाहिँ खाजा खाइसक्यो. अब चाहिँ हामी निस्किन्छौँ. तिम्रो फोन छ नि होइन? गाइस तपाईँहरूलाई माछा मनपर्छ? यो चाहिँ हाम्रो राइड. हामी कहाँ आइपुग्यो अरे? जाममा आई डोन्ट नो वेयर. कृष्ण भिरको छेउमा आइपुग्यो. कृष्णसँग छौँ हामी. कृष्ण भिरको छेउमा जाम. मेरो चाहिँ सिट चेन्ज भएर अगाडि आइपुगेको छु म. उता प्रिन्सेस छ हिँडिरहेको. यता हुनुहुन्छ सक्षम सर. सक्षमलाई एकछिन डिस्टर्ब नगरौँ होला. वेलकम टु चितवन. फाइनली चितवन आइपुग्यो. गाइस फाइनली आइपुग्यो. 1 बजे आउने भनेको टाइम चाहिँ कति बज्यो? 3 बजे. 3 साढे 3 भयो. र मेहन्दी पनि अलिकति ढिला नै स्टार्ट गर भनेको छौँ. अनि हल्दी चाहिँ गर्दै गर्छ होला समीक्षाको. सौराहा साइड बसेको हो किनभने ब्राइडकोमा अब बिहेमा यस्तै पनि धेरै भिडभाड नै हुन्छ. अनि हामी होटेलमा बस्न लागेको. सौराहा पुग्न लाग्यो. अब हामी मेरो साथीहरूबाट जिस्काइ गर्छ. भ्लग बनाउने वातावरण छैन गाइस. हामी चाहिँ होटेल पार्क सफारीमा बस्न लागेको हो. अनि आइपुग्यो हामी. फाइनली आइपुग्यो हामी. अब ब्यागहरू निकालेर अनि हामी रुममा जान्छौँ. 2 डेजलाई हो हुन चाहिँ, तर सबैको ब्याग चाहिँ एकदम फुल छ. वेलकम ड्रिङ्क पनि आयो. चियर्स. चेकिङ इन. हाम्रो चाहिँ रिभर साइडतिरको रुम भनेको थियो बुकिङ गरेर, तर अहिले चाहिँ होइन भनेको जस्तो लाग्यो. लेट्स सी. हाम्रो रुम चाहिँ तलको फ्लोरमा, फर्स्ट फ्लोरमा. बोइजहरूको रुम चाहिँ सेकेन्ड फ्लोरमा छ. टाडा. वेलकम टु आवर रुम. Let me get my huggies.
सिस बाहिर जाऊँ त पर्दा खोला त बाहिरको भ्यू हेरौँ वाउ नाइस है नाइस भ्यू Give a tour to our friend. Okay, now without doing any further delays, let's get ready because we are already late for our friend Mehndi function. I guess it will take almost 1 hour, I guess, to get ready. So, All right, let's get ready. हामी रेडी भएर अब चाहिँ फाइनली निस्क्यौँ क्विक रेडी हुने भन्दा अलमोस्ट 2 आवर्स नै लाग्यो हामी निस्क्यौँ होटलबाट बोइजहरू अघि 1 घन्टा अगाडि आएर गाडीमा पर्खिरहेछन् उहाँ चाहिँ डेनमार्कबाट आउनुभएको खैरेनी दिदी ब्राइडमेड्सहरूको चाहिँ त्यस्तो छ चाहिँ सरोजले पठाएको समीक्षालाई बुके नोट ब्राइडको यता फोटोसुट चलिरहेछ अलि केओटिक नै छ अहिले माहौल समीक्षाको बिहेको भोज खान पाएर मक्ख छैन फिनी रोटी हेलो ल है सकाएर होटल फर्किँदैछौँ कति बज्यो 10 बज्यो होला हामी चाहिँ आधी बाटोमा आइपुग्यौँ यहाँ फेरि के खोज्ने काम भइरहेछ बाटोमा सब पसलहरू बन्द छ गाइस ब्याक टु होटल बिहे घरमा मेहन्दी लाउन भ्याएन अब होटल आएर मेहन्दी लाउने कार्यक्रम हुँदैछ आसमा आर्टिस्टले लगाइदिँदै हुनुहुन्छ मेहन्दी साह्रै गोलो भएन र वाउ सो नाइस आर्ट यहाँ चाहिँ आर्टिस्ट चाहिँ मेकअप स्टिल रिमुभ गरेको छैन हातमा मेहन्दी लायो अब मेहन्दी पनि सुक्यो अलमोस्ट अब मेहन्दी धोएर अनि मेकअप रिमुभ गरेर अनि सुत्ने सी यू टुमरो भोलि बिहाको दिन हो भोलि चाहिँ त्यति धेरै आई थिङ्क भ्लग गर्दिनँ होला गुड मर्निङ राइज एन्ड साइन 8 भयो अब ब्रेकफास्ट खान गएर अनि आएर रेडी हुने रेडी फर ब्रेकफास्ट chaotic yet therapeutic रेडी भएर अब हामी चाहिँ निस्किनु भएको हामी हिँडेको हेलो समीक्षाको बेलाई सब हिरो हिरोइन भएको छ समीक्षाको बिहे सक्यो हाम्रो लागि चाहिँ तर बिहे चाहिँ सकिएको छैन हामी होटल फर्किँदैछौँ हेलो हामी कहाँ छौँ हामी अहिले सौराहामा राप्ती किनारा हेर्न आएको राप्ती किनारा हेर्न आयौँ राप्ती किनारा चाहिँ अँधेरोमा भयो होइन सो यता हेऱ्यो नि अँधेरो उता हेऱ्यो नि अँधेरो इभिनिङमा भएको भए चाहिँ ठिक कुड नट आइडेन्टिफाई हाउ वाज राप्ती किनारा उसको फर्स्ट टाइम मेरो सेकेन्ड टाइम अनि भोलि मर्निङमा चाहिँ खाया भी पछताया नहीं खाया भी पछताया टाइप ह्यापन हामी भोलि बिहान चाहिँ कहाँ जाँदैछौँ रे जङ्गल सफारी ओके सी टुमरो बाइ गाइज आज थर्ड डे एट द फाइनल डे एट चितवन अनि आज हामी काठमाडौँ फर्किँदै पनि छौँ अहिले हामी ठ्याक्क होटलबाट निस्क्यो जङ्गल सफारीको लागि आर यु एक्साइटेड अफ कोर्स यस
अब हामी चाहिँ फर्किन लागेको छौँ चितवन until next time Until next time, bye bye. Wedding पनि सक्यो.